लोकसेवाको तयारी। यो यात्रा जति चुनौतीपूर्ण छ त्यति नै सम्भावनाले भरिएको पनि छ। तर यो कठिन बाटोलाई सफलताको कथामा बदल्न सकिन्छ। आज हामी यही विषयमा कुरा गर्नेछौँ कि त्यो कसरी सम्भव छ। सुरुवात नै एउटा गहिरो कुराबाट गरौँ है त। लोकसेवा परीक्षाले हामीले के कति जानेका छौँ भनेर मात्र जाँच्दैन। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा यो तयारीको क्रममा हामी कस्तो व्यक्ति बन्यौँ त्यो जाँच्छ। मतलब यो ज्ञानको मात्र होइन, व्यक्तित्वको पनि परीक्षा हो। अब लागौँ हाम्रो पहिलो खण्डतर्फ, सपना र पहाड। कुनै पनि ठूलो यात्रा सुरु गर्नुअघि दुईटा कुरा प्रष्ट हुनुपर्छ, होइन र? पहिलो, हामी कहाँ पुग्न खोज्दैछौँ, र दोस्रो, त्यो बाटो कति कठिन छ। र त्यो सपना के हो त? निजामती सेवामा प्रवेश गरेर देशको लागि केही गर्ने, समाजमा सकारात्मक परिवर्तन ल्याउने। यो कुनै सानोतिनो लक्ष्य होइन, यो एकदमै महान छ। यही सपनाको आगोले त हो नि हामीलाई हरेक दिन पढ्नको लागि ऊर्जा दिने। तर सपना जति ठूलो छ, चुनौती पनि त्यति नै अग्लो छ। लोकसेवाको यात्रालाई धेरैले सगरमाथा चढे जस्तै हो भन्छन्, किनकि यसको लागि पनि उस्तै तयारी, उस्तै दृढता र सही उपकरण चाहिन्छ। त्यो उपकरण भनेको हाम्रो अध्ययन सामग्री र रणनीति हो। अनि प्रतिस्पर्धाको कुरा गर्दा हेर्नुस् त, सफलता दर 5% भन्दा पनि कम छ। यो तथ्याङ्क देखेर डराउने होइन है, बरु यसले के भन्छ भने 100 जना दौडिँदा 5 जना मात्र पुग्छन्। त्यसैले हामी त्यो 5 जनामा पढ्नका लागि अरूले भन्दा फरक र स्मार्ट तरिकाले दौडिनुपर्छ। र सबैभन्दा ठूलो लडाईँ किताबसँग होइन, आफैसँग हुन्छ। यो भित्रको लडाईँ हो। लामो समयको तनावले हाम्रो दिमागको याद गर्ने क्षमतालाई, त्यो हिप्पोक्याम्पस भन्ने भागलाई साँच्चै खुम्च्याउन सक्छ। मतलब तनावले पढाइमा सिधै असर पार्छ। त्यसैले यो ज्ञानको मात्र होइन, मानसिक शक्तिको पनि परीक्षा हो। त्यसो भए यो मानसिक लडाईँ जित्ने कसरी त? हो, अब हामी हाम्रो सबैभन्दा शक्तिशाली हतियारको बारेमा कुरा गर्दैछौँ। त्यो हतियार कुनै महँगो किताब वा कोचिङ सेन्टर होइन, त्यो हो हाम्रो आफ्नै दिमाग, हाम्रो मानसिकता। हेर्नुहोस् है, दुई किसिमको सोच हुन्छ। एउटा हो फिक्स्ड माइन्डसेट, जसले भन्छ मलाई यो आउँदैन, मेरो दिमाग यस्तै हो। यस्तो सोचले चुनौती देख्ने बित्तिकै हार मान्छ। तर अर्कोतर्फ छ ग्रोथ माइन्डसेट। यसले भन्छ अहिले आउँदैन, तर म सिकेरै छोड्छु, प्रयास गरेपछि जे पनि सम्भव छ। लोकसेवामा नाम निकाल्ने अधिकांशमा यही दोस्रो सोच अर्थात् ग्रोथ माइन्डसेट हुन्छ। त्यसैले अबदेखि कुनै टेस्टमा नम्बर कमायो वा पढेको कुरा बिर्सियो भने निराश नहुनुस्, बरु यसरी सोच्नुस्, यो असफलता होइन, यो त डाटा हो। यस्तो डाटा जसले हामीलाई देखाउँदैछ कि हामीले कहाँनिर सुधार गर्नुपर्छ। इट्स फिडब्याक, नट फेलियर। अब अर्को महत्त्वपूर्ण कुरा, मोटिभेसन अर्थात् प्रेरणा। यो त आज आउँछ भोलि जान्छ, मौसम जस्तै हो, भरपर्दो हुँदैन। तर सिस्टम वा अनुशासन भनेको भरपर्दो हुन्छ। त्यसैले आज पढ्न मन लाग्यो भनेर पढ्ने होइन, बरु हरेक दिन पढ्ने एउटा बानी, एउटा सिस्टम बनाउनुहोस्। चाहे मन लागोस् वा नलागोस्, त्यो सिस्टमले हामीलाई पढ्न लगाउँछ। याद राख्नुहोस्, मोटिभेसनले दौड सुरु गराउँला, तर अनुशासनले मात्र दौड पुरा गराउँछ। ल, मानसिकता त बनायौँ, अब पढ्ने कसरी? यहाँ पनि एउटा मन्त्र छ, धेरै होइन, चलाखीपूर्वक पढ्ने। गधाले जस्तो भारी बोक्ने होइन, बाठो भएर सही बाटो हिँड्ने हो। यहाँ हेर्नुहोस् त, हार्ड स्टडी र स्मार्ट स्टडीमा कति फरक छ। हार्ड स्टडी गर्नेले दिनको 10-12 घण्टा पढ्छ, जे भेट्यो त्यही पढ्छ, पानाका पाना नोट बनाउँछ। तर स्मार्ट स्टडी गर्नेले 5-7 घण्टा मात्र पढ्छ, तर त्यो एकदमै फोकस्ड हुन्छ। के पढ्ने के छोड्ने उसलाई थाहा हुन्छ। उसको नोट छोटो तर काम लाग्ने हुन्छ। अब भन्नुहोस्, कुन चाहिँ बढी प्रभावकारी होला? एउटा उदाहरण हेरौँ, सुमनको। सुमनले दिनरात खटेर पढे, तर 2 पटक सफल भएनन्। उनी निराश भए। तर तेस्रो पटक उनले पढ्ने घण्टा बढाएनन्, बरु तरिका बदले। उनले स्मार्ट स्टडी अपनाए र सफल भए। उनको कथाले के देखाउँछ भने कति पढ्यो भन्दा पनि कसरी पढ्यो भन्ने कुराले महत्त्व राख्छ। सुमनले के गरे त? पहिलो, उनले सिलेबसलाई आफ्नो बाइबल बनाए, बाहिरको केही पढेनन्। दोस्रो, पुरानो प्रश्नपत्रहरू हेरेर थाहा पाए कि लोकसेवाले कस्तो प्रश्न सोध्दो रहेछ। तेस्रो, हरेक हप्ता मक टेस्ट दिएर आफ्नो स्पिड र गल्ती सुधारे। र चौथो, लामो लामो नोटको सट्टा एउटै पानामा अट्ने 1 पृष्ठ नोट बनाए, ताकि रिभिजन गर्न एकदमै सजिलो होस्। त्यसो भए स्मार्ट स्टडीका मुख्य हतियारहरू के हुन् त?
सिलेबसलाई घोटेर पिउनुस्, पुराना प्रश्नहरूलाई साथी बनाउनुस्, मक टेस्टलाई आफ्नो ऐना सम्झिनुस् अनि एउटा विषयको कुरा अर्कोमा जोडेर पढ्ने बानी बसाल्नुस्। यी सबै रणनीतिहरूले हामीलाई लोकसेवाको यो विशाल सागरमा डुब्नबाट बचाउँछन् र सही दिशा देखाउँछन्। अब आउँछ अर्को एकदमै महत्त्वपूर्ण पाटो। लोकसेवाको तयारी 100 मिटरको दौड होइन, यो त म्याराथन हो। महिनौं, कहिलेकाहीँ वर्षौंसम्म दौडिनुपर्छ र लामो दौडमा टिक्नको लागि शरीर र मन दुवै स्वस्थ हुनुपर्छ। त्यसैले अब कुरा गरौँ प्रेसरलाई कसरी झेल्ने भन्ने बारे। यसलाई भनिन्छ रिजिलियन्स अर्थात् लचिलोपन। यो भनेको के हो? यो भनेको लड्दै उड्दै धुलो टकटक्याउँदै फेरि दौडिने क्षमता हो। जतिसुकै तनाव वा असफलता आओस् त्यसबाट नात्तिकिन अगाडि बढ्ने मानसिक शक्ति हो। यो हाम्रो सुरक्षा कवच हो। र यो कवच बनाउन गाह्रो छैन। हेर्नुस् त कति सरल उपायहरू छन्। कम्तीमा 7-8 घण्टा मस्त सुत्ने, दिनमा अलिकति भए पनि शारीरिक व्यायाम गर्ने, तनाव हुँदा 4-7-8 सास फेर्ने तरिका अपनाउने, अनि सबैभन्दा महत्त्वपूर्ण परिवार र साथीभाइसँग मनको कुरा शेयर गर्ने। एक्लै यो लडाईँ लड्न सकिँदैन। पढाइमा ध्यान केन्द्रित गर्न एउटा एकदमै राम्रो टेक्निक छ, पोमोडोरो। यो एकदम सजिलो छ। 25 मिनट पुरा ध्यान दिएर पढ्नुस् अनि 5 मिनट ब्रेक लिनुस्। यस्तो 4 पटक गरेपछि एउटा लामो 15-20 मिनटको ब्रेक लिनुस्। यसले गर्दा दिमाग थाक्दैन र पढेको कुरा पनि याद हुन्छ। अब हामी हाम्रो यात्राको अन्तिम चरणमा आइपुगेका छौँ। यहाँ हामी सफलताको अर्थलाई नै एउटा नयाँ दृष्टिकोणबाट हेर्नेछौँ र शिखर चढ्नको लागि पहिलो कदम के हुनुपर्छ त्यो बारे कुरा गर्नेछौँ। एउटा कुरा सधैँ याद राख्नुहोला, लोकसेवामा नाम निस्किनु, जागिर खानु त्यो त एउटा नतिजा मात्र हो। असली पुरस्कार त त्यो होइन। असली पुरस्कार त यो तयारीको क्रममा हामी जे बन्छौँ त्यो हो। त्यो अनुशासन, त्यो ज्ञान, त्यो आत्मविश्वास, त्यो नै हाम्रो वास्तविक जित हो। सफलताको लागि ठूल्ठूला कुरा सोचेर मात्र हुँदैन, सानो कदमबाट सुरु गर्नुपर्छ। आजैबाट के गर्न सकिन्छ त? यो हप्ता आफ्नो पढ्ने ठाउँ मिलाउनुस् र एउटा दैनिक रुटिन बनाउनुस्। यो महिनाभित्र एउटा मक टेस्ट दिनुस् अनि आउने 3 महिनामा कम्तीमा 1 पटक पूरा सिलेबस सक्ने लक्ष्य राख्नुस्। सानो सानो कदमले नै ठूलो यात्रा पूरा हुन्छ। अन्तमा आफैलाई एउटा प्रश्न सोध्नुहोस्, के म किताब बोकेर मात्र हिँड्ने विद्यार्थी हुँ कि यो परीक्षा पास गर्न लायकको व्यक्तित्व निर्माण गर्न मानसिक रूपमा तयार छु? किनकि साँचो तयारी किताबको पहिलो पाना पल्टाउनु अघि दिमागको ढोका खोल्नुबाट सुरु हुन्छ।